Hi guys, welcome back to our new vlog. Hello. So हाम्रो final weekहरु चाहिँ start भएको छ officially. So आजको 2 weeks चाहिँ it's gonna be crazy for both of us. हामीहरुको senior year चलिरहेको छ. So बिहानदेखि क्लासेस थियो classes back to back भइहाल्यो हैन semester भरि नै तर so many projects त्यसमा काम गर्नु पर्यो plus exam. यस्तो आज एकदमै बिजी भएर we couldn't make any vlog. मेरो भर्खरै एउटा क्लास सकेर now he's dropping me and त्यसपछि he'll go back to another class. मेरो 3 hours class अब 6 to 9 done by 9 PM. त्यसपछि के हुन्छ लेट्स सी किनकि बिहानदेखि ब्याक टु ब्याक क्लासेसहरु भयो सो भ्लग पनि खास बनाउन पाइएन तर अब भन्नु त पर्यो सो मैले so sorry आज हामीले के पनि फिल्म गर्न सकेन but then ठीक छ that's the reason केही छैन लेट्स सी यो क्लास सकम फिजिकल ड्रप गर्छु क्लास सकाउँछु त्यसपछि लेट्स सी के गरिन्छ आई मिन जे गर्छु त्यही देखाउनु त हैन that's what daily vlogs are हैन so let's hope for the best हाम्रो बेगरियाको ट्राफिकको बारेमा हल्का भन्नु हो नि त मलाई चाहिँ पर्सनली मन पर्दैन कसलाई मन पर्छ भनेको सो कसैलाई पनि कहीँ कम्युट गर्नु छ भनेपछि एटलिस्ट 1 घण्टा लाग्छ कहीँ जानको लागि कस्तो फ्रस्ट्रेटिङ हुन्छ इभन लाइक 20 मिनट्सको बाटोको लागि यु हेभ टु लाइक ट्राफिक टाइममा चाहिँ 1 घण्टा नै लाग्छ एकदम ट्राफिक अहिले यहाँ चाहिँ भर्खर ट्राफिक देखाउनु पाइएन हैन हामीले ट्राफिक कटिसक्यौँ अहिले यस्तो छ तर ठिक छ अब लेट्स ड्रप कृतिका के रे तिमीलाई सबै के भन्नु सबले मलाई सबैजनाले ब्लगर भन्न थाल्छ के भने म चाहिँ ब्लगर दिदी तिमी ब्लगर दिदी अब ब्लगर दाइ तिमी ब्लगर दिदी अब हाम्रो यो दुईटा हप्ता एकदमै नै हेक्टिक हुनेवाला छ तर आफ्टर दैट वी आर गोना गिभ यु अ लट अफ कन्टेन्ट किनकि समर 3 महिना बिदा सो वेट अर्को एउटा कम्प्लेन फर यु गाइज सो म जुन युनिभर्सिटीमा पढ्छु नि देयर आर अ लट अफ इन्टरनेसनल स्टुडेन्ट्स अनि त्यसपछि आई डोन्ट नो फर सम रिजन हैन इलेक्टिभ क्लासेसहरू चाहिँ समरमा एउटा पनि छैन कि सो पास्ट 1 वर्षदेखि आई कुडन्ट इभन टेक एउटा पनि इलेक्टिभ क्लासेस समरमा अनि मेरो बाँकी भएको इलेक्टिभ क्लासेस मात्र हो अनि द्याट इज काइन्ड अफ भेरी फ्रस्ट्रेटिङ किनकि त्यसले गर्दा मेरो सेमेस्टर बढ्छ नि त द्याट्स द्याट सो समरमा आई थिङ्क मलाई समरमा मोज मात्र गरेर बस भनेको छ होला बाई यो ट्राफिकको चाहिँ भर गर्नु हुँदैन हैन किनकि भर्खर हामी ट्राफिक कुरा गरेको मेरो क्लास जान यहाँबाट 10 मिनट्स लाग्छ अब अहिले कति आधी घण्टा हाफ एन आवर अलमोस्ट देखाइरहेको छ क्लास सुरु भइसक्छ हैन कति कुराहरू छ हुन त मन छिटो निस्किनु पर्ने बट देन अलि अनएक्सपेक्टेड ट्राफिक रहेछ ठिकै छ केही छैन अब क्लास जान्छु लेट्स सी रातो छ हैन गाह्रो छ अलराइट सो लास्ट स्टप फ्रम कलेज बल्ल कलेज पुगेँ म चाहिँ हैन पढ्छु त्यसपछि I'll get back. Alright guys, so मेरो क्लास पनि सक्यो हैन ताजी प्रेजेन्टेसन बनाइदिरा भने के गर्दिराको भने यतिकै अन द स्पट प्रेजेन्टेसन नभनिकन प्रोजेक्टको फाइनल प्रोजेक्टको नभनिकन 81 प्रेजेन्टेसन गर आई प्रेजेन्ट गर भने ओइ फाइनल प्रोजेक्टको 81 भनेको हामी त नम के ल what the hell हाम्रो थर्डमा थियो पालो फेरि थर्ड फोर्थमा अनि अर्को ग्रुपको चाहिँ नेक्स्ट क्लासमा त उनीहरू त प्रिपेयर हुन्छन् हामी त अन द स्पट कस्तो नराम्रोसँग भन्यो अनि त्यसपछि आई मिन भनेको उहाँले प्रोफेसरले अनि हामी त के गर्नै पर्यो नि फेरि त दुईजना केटीहरूले के भयो थाहा छ मैले प्रोफेसरलाई हाम्रो पुस गर्ने भन्छु डोन्ट वरी भनेको थियो आई वाज लाइक ल फाइन ठिक छ हुन्छ हुँदैन होला जस्तो लागेको थियो हाम्रो पालो आयो उठतिर भने आई गेट प्रेजेन्टिङ एन्ड द केटीहरूले त यस रे म त ल अनि त्यसपछि ल सेट भयो अनि त्यसपछि त अगाडि गएर गर्न पर्यो यतिकै ठिकै भयो भने त त्यही पनि हैन अनि त्यसपछि त्यो सक्यो अब त्यो 3टा कि कतिवटा बाँकी छ प्रेजेन्टेसन्स एनीवेज गाइज ल द्याट विल बी अल फर टुडे आजको भ्लगको नाम चाहिँ म ट्राफिक जाम बोरिङ भ्लग राख्छु किनकि केही नै गरेँ हैन क्लास मात्र भयो एकदम हेक्टिक डे थियो सी यु गाइज टुमोरो के भन्नु छ बे सी यु गाइज टुमोरो सी यु गाइज इन लाइक 2 weeks अझै फन वेमा तर या आई माइट डु समथिङ द पिट्टुको चाहिँ अलिकति धेरै छ यो 2 हप्ता त एन्ड द भ्लग बाइ बाइ गाइज सी यु पीस Bye.